मैले 1 करोड पुरस्कारको व्यवस्था पनि गरेको छु है। ल हेर्छु ल दाजु, अब यिनीहरूको निरीक्षण गर्नुहोस् है त। ल हुन्छ। सबै यो बाटो खाली गरिदिनु होला, बाटो खाली, बाटो खाली। राम्रोसँग नाच्यो, त्यसले 1 करोड पायो। आज जन्तीहरू उतातिरबाट नाच्दै नाच्दै नौमती बाजा नाचेका छन्। विवाह यहाँ आइसकेको छ। भोलेबाबाको मन्दिरमा भगवानको विवाह, शिशुपालको विवाह लिएर आएका छन्। जन्तीहरूलाई राम्ररी बसाउनु, सब खानपिनको व्यवस्था गरौँ। अनि पण्डितजीले यसो खानपिन फलफुल यसो छ कि दाजु? खै त तपाईँको राज्यमा 56 भोग भनेको त केला मात्रै पाइँदो रहेछ क्या हो? अब हामी त यहाँ केराबारीमा बसिया छौँ। ल ठिक छ, त्यसो भए मेरो जन्तीहरूलाई 56 भोग मानेर यही केलै खानुहोस् है। ल खिलाउनुहोस् सबैलाई। ल जन्ती हो, अब खाऊ। टाढाबाट आछौ हिँडेर। ल सबैले एकदमै पेट भरेर खानु है, यो धेरै हो। पेट भरि भरि खिलाउँछु म। एक केलामा 100 वटा हात्तीको तागत छ है। ल राम्रोसँग खानु। ल सबै अरू जति जति बाँड्छ पुग्छ बाँडेर खाऊ। ल छिटो छिटो गर्नुहोस् दाजु, मलाई हतार भइसक्यो। के गरिराखेको छु? जन्तीलाई खान त देऊ। कति हात? अरे मलाई हेर्न हतार भइसकेको छ कि। ल सबै बाँडेर खानु है, अलिअलि। फेरि एक्लैले नखानु नि, कसैलाई अलिअलि सबैले बाँडेर खानु। ल मेरो घरको खाना यस्तै छ कि दाजु। एउटा कुर्सीको व्यवस्था गरेर जाऊ। चिन्ता नगर्नु न। अनि जन्ती ठिकैसित लिएर आउनु भयो नि? एकदमै राम्रोसँग लिएर आए जन्ती। अनि बाटोमा दुःख कष्ट त भएन? नै बाटोमा केही पनि दुःख कष्ट भएन नि। म त दुःख कष्ट भयो कि केही भयो कि भनेर सोचेको थिएँ, तर दुःख कष्ट भएन। अब त हामी मित्रताबाट पर सऱ्यौँ नि। अब त तपाईँ त जेठान हुनुभयो नि मेरो। हो त ज्वाइँ साहब। ल जेठान हाल्न मन लाग्यो। ल ज्वाइँ साहब हो मेरो। यति राम्रो ज्वाइँ, मलाई पार अङ्गालो मारेको अनि कपडा पनि भाडामा लिएर लगाएको जस्तो। कस्तो भाडामा? यो भाडामा होइन क्या, मलेसियाबाट मगाएको हो आज। यो टोपी पनि ठुलो जस्तो लाग्यो, त्यही भएर म त भाडामा ल्याएको। यो टोपी चाहिँ यो दाजुले के किन्न नसकेर चोरेर लिएर आएको हो कि? जन्ती पनि कहीँ भाडामा लिएर आएको कि जस्तो लाग्छ। यी जन्तीहरू त अब कन्ट्रोल गर्दै लिएर आएको हो त नि। त्यो नानी को नि? को नानी? त्यो धेरै सुन लगाएकी छ नि त। यो झपक्कै सुन। मेरो बहिनीलाई पनि धेरै सुन ल्याउनु भएको छ क्या? जन्तीले त यति धेरै सुन लगाएको छ। अरे जेठान साहब कस्तो कुरा गर्नुहुन्छ क्या? एउटा मैले स्पेसल भनेर उहाँलाई 1 तोलाको उपहार दिएको हो त नि। अनि को हुन् त नि नानी? यी नानी श्री चन्द्रावती। ए श्री चन्द्रावती हो। हजुरको के नाता पर्यो? मेरो साली।
हजुरको साली हो बिहे मान्छेले कहाँ साली पर्यो अरे अब मैले भर्खर बिहे हुँदैछ ए ज्वाइँ साहब मलाई त केही गडबड लाग्यो अरे त्यसो होइन क्या कुरा बुझ्नु अब उहाँ होइन उसले सबैलाई साली भन्दै एउटा मैले एउटालाई साली भन्न नपाएँ नि ए त्यसो कुरा हो अनि त्यसो भन्दा त पर कुरा धेरै छ त्यो त एकदमै सस्तो हो मैले स्पेसल ब्रान्डको रुखमणीको लागि सुन उपहारमा लिएर आएको छु देखाऊ खै खैलाई निकालम गर्न छ न अब ए दाजु त्यो सर्वप्रथम थाइल्यान्डबाट लिएको त्यो छड्के तिलहरी देखाउनुहोस् त छड्के तिलहरी स्पेसल वाला ल यो थाइल्यान्डबाट एकदमै स्पेसल अर्डर गरेर बनाएको छु थाइल्यान्डी तिलहरी हो यो सबैले हेर्नुहोस् यो नेपालमा कहाँ पाइन्छ नि ज्वाइँ साली यो नेपालमा त कति पनि पाइँदैन नि यो त स्पेसल थाइल्यान्ड ब्रान्डको यो सुन आउने त वही थाइल्यान्डतिरबाटै त हो नि एयरपोर्टमा कति काण्ड हुन्छ अनि रुखमणीको लागि यो बिबी क्रिम पनि ल्याइदिएको छु यो भने चाइनाबाट लिएर आएको यो चाइनिज ब्रान्डको हो मेड इन चाइना टेक्दैन धेरै यो लगायो भने कस्तो हुन्छ त ज्वाइँ साहब यो लगायो भने कालो मान्छे पनि 1 घण्टाको लागि सो ब्युटिफुल हुन्छ कि हो र हो तपाईँ यो पाउनु यसमा छेकिहाल्नुभयो अनि अरू अनि यो भनेको अब यो दाजुले स्पेसल यो थुतुन्नमा लाउने के भन्छ दाजु यसलाई हो यसलाई लिपस्टिक भन्छ ल यो आइसेट लिपस्टिक वाला आइसेट दिनुहोस् है अनि यो नाकमा लाउने नोज आई अच्छा हो अनि यो यसै प्रकारले वाटर प्रूफ अच्छा गोवल्स भिआइपी ब्रान्डको यो पनि 24 घण्टासम्म टेक्छ